हेलो गाइस एभ्रिवान हजुरलाई फेरि पनि स्वागत छ मेरो ब्लगमा न्यू डे न्यू ब्लग आजको ब्लग यसलाई थाहा छ मलाई थाहा छैन के छ भन् आज सुजनको हातमा फोन छ कुन फोन छ भन्दै नभन् आइफोन 15 हातमा भड्किरहेछ मेरो हातमा तड्किरहेछ आजको ब्लग के छ भने हाम्रो यहाँ सुँगुर ढलेको छ हाम्रो यहाँ आज सेको हान्ने प्लान छ सुँगुर ढलिरहेछ यहाँ हाम्रो यहाँ कुकुर छ हाम्रो यहाँ सुँगुर ढलिरहेछ है चिर्नुको लागि यहाँ बाजेले चिर्नु लाग्नु भएको छ अब लेडी फ्याँक्दै हुन्छ आज यहाँ हाम्रो गाउँमा सुँगुर ढलेको छ है घोचेर मारिदिइसक्यो अङ्कलले घोचेर मारेर अङ्कल घर गइसक्यो भनेको छ काममा गइसक्नु भयो यो चाहिँ भर्खर उठेको तङ्ग्रिँदैछ भर्खर ल्याइदियो फेरि भर्खर उठेको रे ऊ भन्दा छिटो उठेन उठिस म भन्दा छिटो मलाई त कति बजे उठिस अन्त 7 बजे उठेको अनि म 6 बजे उठेको उठेर फेरि सुतेको अनि सुते नि त म छिटै उठे नि सुते नि त जे होस् त भन्दा छिटै उठेको अनि म सुतिन नि त म सुते नि त म सुतिन नि त कहाँ हो ए सुँगुर काटेको हेर्नु नि हाम्रो चरपटे खानु के गर्नु जानु चौतारीमा यो चाहिँ हाम्रो स्कुल म पढेको स्कुल यो हो स्कुलको नाम भन् त तल आउँदैन आउँदैन तिरुपति माध्यमिक विद्यालय सोमबारेको स्कुल वडा नम्बर कति हो हाम्रो 8 हो 8 मा यो चौरी बनिएको छ अहिले क्लियर चाहिँ भएको छैन यो हाम्रो चौतारी होइन क्लियर बनाउनु अब कोसिस गर्दैछन् सरहरूले आज शनिबार दाइ हुन्छ होला सायद गेम अनि यो चाहिँ हाम्रो यहाँले हाम्रो कुवा थियो यो वडा अध्यक्षले हाम्रो कुवा पनि पुर्दियो हाम्रो इनार पनि पुर्दै हाम्रो गाउँको है वडा अध्यक्षले यसले केही भनेन अरे नि त त्यही भएर पुर्दिएको अरे नगर न यो भन्दै छु ल माग्नु जाने ओइ मुची के हो यो के थियो पानी थियो के थियो कसम चाहिँ मलाई थाहा भएन सरी यार मैले थाहा भएन नरिसाए मूत्र विसर्जन गरेको छैन होइन मूत्र त होइन त्यो केटाकेटीको पानी यो धमिलो देख्छु नि सरी नरिसाए तेरिका मलाई थाहा पानी छ भने थाहा छैन पैसा दे न थामेर लैजा थामेर लैजा पैसा भेट्टा जाने 1 रुपियाँ छैन गोजीमा मान्छेको चप्पल छ त कसको चप्पल हो एक जोडी छ ल यो केटाकेटीले छोडेको होला चप्पल ला तेरो छोरीलाई हुन्छ यार अलिक दिन पछि हुन्छ 2-4 वर्ष पुगेपछि हुन्छ यो तेरो छोरीलाई ओए तेरो सक्स हेर त माइलो हेर त ल हेर्नु त गाइस हाम्रो साथीले सक्स पनि छोडिरहेछ यहाँ होइन यहाँ हेर्नु न साथीले सक्स छोडेछ लगा मुला तेरै हो हाम्रो यहाँ नालीमा माछा छ अरे खोइ खोज त खै कहाँ त देख्ने के टिप्नु गोङ्गी माथि थुन्नु पर्छ अनि तलदेखि टिप्दै जानु के गोङ्गी टिप्नु जानु पुरै जुम पनि पो गर्नु मिल्दो रहेछ क्या गोरो निस्किरहेको छ मेरो साथी यता फेरि चिलमा हामी पुरै जुम पनि गर्नु मिल्दो रहेछ हाम्रो त त्यही त हो त होइन आज फुटबलको गेम हुनु लागेको छ जस्तो छ यहाँ हाम्रो चौरीमा होइन सट्टासँगले होइन गेम हुनु सक्छ है जाउँ न आज स्कुलको टुर हानिदिउँ हाम्रो स्कुल देखाउनु जाँदैछु म गाइस होइन आज हाम्रो यो भर्खर बनेको भवन हो होइन यो धेरै वर्ष भइसक्यो बनेको तैपनि आजसम्म क्लियर हुनु सकेको छैन यो बुद्धमाथि
स्कुल होइन क्लियर भएको छैन अहिलेसम्म होइन। यहाँ चाहिँ हाम्रो बाख्रा मैले फेरि उयसमा राखेको पुरै जुममा। त्यही भएर हामी यहाँ म आजको दिन यस्तै हो होइन। त्यही पनि म आज हाम्रो स्कुल तपाईँहरूलाई टुर गराउनु जाँदैछु है। कस्तो जस्तो हामी पुगेकै भए पनि राम्रो त छैन हाम्रो स्कुल, किनभने यो खत्तम भइसकेको छ क्या हाम्रो स्कुल। हामी पढेन भनेर लफङ्गा सोच्नुहुन्छ होला, हामी यो स्कुलमा पढेर चाहिँ लफङ्गा हो यो स्कुल खासै उयो छैन कि, धेरै घाम लागे घाम धेरै सर नआउने, पानी परे पानी पऱ्यो सर नआउने, जाडो भयो सर पढ्ने चाहिँ कहिले हामी होइन। त्यसैले यो स्कुलमा पढेर चाहिँ लफङ्गा भएको। यहाँ चाहिँ खन्दैछ भलिबल खेल्दै रहेछ, खनिरहेको रहेछ होइन चट्टसँगले। हाम्रो यहाँ भलिबल पनि हुँदै रहेछ, भलिबल टुर भनेपछि हाम्रो आज गेम होला सायद। भलिबल खेल्दै रहेछ यहाँ है। हाम्रो आज यो चाहिँ सेफ्टी ट्याङ्की हो, यो हाम्रो नयाँ बन्दै गरेको यो हाम्रो भर्खर बन्दै गरेको नयाँ स्कुल हो। यो चाहिँ पुरानो हो। हामी चाहिँ ओए मुतुवा मुद्दै रहेछ मेरो साथी चाहिँ। यो क्लास 9B। म पनि आगो बालिरहेको छु त यार यहाँ त। आहा जाडोमा आगो बालिरहेको रहेछ यार यहाँ त। यहाँ चाहिँ यो क्लास चाहिँ म पनि पढेको क्लास हो। यो हाम्रो व्हाइट बोर्ड हो, पहिले ब्ल्याक बोर्ड थियो। यहाँ चाहिँ म पनि पढेर बसेको हो होइन। चट्टसँगले यहाँ आगो बालिरहेको रहेछ। हाम्रो यो चाहिँ हाम्रो क्लास 9 को ए। ढोका खुल्ला रहेन रहेछ। एमा चाहिँ को बस्छ कोही थाहा छैन होइन। आगो तापिदिने भने चट्टसँगले। हाम्रो स्कुल यस्तो छ केटा, अब गेट सेट आगो बालिदिएर आएको होइन। यी ढोका सोका खुल्लै छ, यस्तो त छ हाम्रो स्कुल। अनि ताप्दैछु म त आगो। आहा जाडो छ, गर्मी बाबा त गर्मी छैन हौ, जाडो आजभोलि अति जाडो छ यार। जाडो बढिरहेको छ। आगो हेर्नु त बस क्या दामी बलिरहेको छ यार। यहाँ अहिले भलिबल हुँदो रहेछ होइन चट्टसँगले। अनि म अहिले उता जान्छु अनि तपाईँहरूलाई देखाउँछु हाम्रो अफिस ह्यान यो हाम्रो मन्दिर हो। यो सरस्वती पूजाको दिन यहाँ पूजा हुने मन्दिर हो। अहिले यो भवन बनाएपछि त झन् खत्तमै बनाइसकेको छ। यहाँ चाहिँ हामी पनि बस्थ्यौँ। अहिले देखाउँछु त तपाईँहरूलाई। यो चाहिँ मेरो साथीको नाम हो दिलीप, तर दिलीप छैन यहाँ लेखेको, तर साथीको नाम हो है। यो दिलीप लेखेको चाहिँ होइन नि फेरि गाइस, अर्कै नाम लेखेको। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले हाम्रो 9 क्लास म पढ्दाखेरि यस्तो थिएन है हजुर। म पढ्दा यस्तो थिएन होइन। अहिलेको यो केटाकेटीहरूले हेर्नु न के गरेको, सब कोरेर है। यहाँ सब कोरेर हेर त यस्तो बनाइदियो। हालतै खराब गर्दैछ यार हाम्रो क्लासको 9 क्लासको मुस्कान। यो मुस्कान मेरो साथीको नाम पनि थियो मुस्कान है, तर मुस्कानले लेखेको होइन यहाँ भनेको। अहिलेको केटाकेटीहरूले सब यो खराब बनाइसक्यो अरे हाम्रो स्कुल। देख्न सक्नुहुन्छ होइन हाम्रो 9 क्लास यस्तो छ। यहाँ फर्मुला लेखिरहेछ हो। अब यहाँ म्याथको यहाँ साइरी फाइरी के लेखिरहेछ। पहिले म यहाँ पनि झुन्डिँदै यसरी नै है के को हुन्छ हौ दाइ, पढाइ नै हुँदैन हौ। म चाहिँ आज स्कुल टुर हान्दिएको है। आजको भएको यही हो हाम्रो होइन स्कुल टुर। भलिबल खेल्दैछ केटाहरू यहाँ होइन। म चाहिँ आज स्कुल टुर हान्नु लागेको। आज हाम्रो आजको मेरो भ्लगै यही हो। म आज तपाईँहरूलाई हाम्रो स्कुल देखाउनु गइरहेको छु, म पढेको स्कुल होइन। यो चाहिँ हाम्रो पहिलेको अफिस। अहिले अनि बस्ने त बस्नुहुन्छ सरहरू, खासै उयो हुँदैन यहाँ चाहिँ। अहिलेको नयाँ अफिस भने चाहिँ यो हो है। त्यहाँ चाहिँ सरहरू हुनुहुन्छ जस्तो छ। अहिले हाम्रो नयाँ भवन बन्दै गरेको चाहिँ यो हो।
यसमा चाहिँ म पनि थिएँ बनाउनेमा ढलाइ माथिको ढलाइ त्यो माथिको ढलाइ चाहिँ मैले नै बनाएको हो है यो चाहिँ हाम्रो पहिलेको टोइलेट यस्तो खतम बनाइसकेको छ हैन अति खतम बनाइसकेको यो टोइलेट हेर्न सक्नुहुन्छ यस्तो दुलो दुलो पार्दै छ टिन त यस्तो दुलो दुलो पार्दै छ यता झन् कस्तो छ भित्र त झन् खतमै होला है यो मेरो हाम्रो पहिलेको अफिस यही हो हाम्रो ग्राउन्ड हाम्रो स्कुल यही हो हेर्न सक्नुहुन्छ तपाईँले आजको ब्लग यही हो म तपाईँहरूलाई स्कुल टुर अनाउँदैछु म पढेको कलेज पनि देखाउनु गइरहेको छु होइन अलिकति परतिर छ म जाँदैछु तपाईँलाई देखाउँछु होइन यहाँ चाहिँ अहिले कति कक्षा बनाएको छ बाल कक्षा के बनाएको होला पहिले चाहिँ एक क्लासहरू थियो युकेजी रहेछ यो एलकेजी रहेछ युकेजीहरू रहेछ क्लास 1 वहाँ रहेछ एलकेजी यहाँ रहेछ यो एलकेजी क्लास 1 रहेछ यही हो म पढेको क्लास यहाँ माथिको चाहिँ उतापट्टिको चाहिँ क्लास 11 र A र B छ यताको चाहिँ क्लास 12 र A र B छ यही हो म पढेको क्लास अहिले यहाँ क्लास 5 उता थियो पहिले त अहिले यहाँ 5 हो अहिले चाहिँ यहाँ बनाएको छ वहाँ चाहिँ 2 वहाँ 2 3 4 5 यहाँ छ पहिले चाहिँ यो खाली नै थियो पहिले उता थियो अब गेट लगाएको छ भित्र जानु त मिल्दैन माथि जानु त होइन अनि अहिले यता बनाएको छ पहिले चाहिँ उता थियो होइन पहिले चाहिँ उता थियो अहिले यो हाम्रो भर्खर नयाँ बनिएको हो यो भवन पनि यो चाहिँ टोइलेट हो टोइलेटको हालत देखाउनु गइरहेको थियौँ यहाँ बेसनको पाइप धरी छैन यो यस्तो खतम छ टोइलेट यस्तो कोरिदिएको छ यो केटाहरूको काम हो होइन किनभने यो केटाको टोइलेट हो यो केटीको टोइलेटमा चाहिँ चाबी लगाएको रहेछ त्यही भएर देखाउनु पाइनँ यो क्लास 2 हो पहिले चाहिँ उता थियो अहिले म देखाउँछु तपाईँहरूलाई क्लास 2 4 1 म पढ्दाखेरि यस्तो थिएन अहिले पुरै चेन्ज भइसकेको छ धेरै परिवर्तन हुनु गइरहेको छ नयाँ भवन हाम्रो बन्दै गरेको त्यहाँ पनि पढाइ हुन्छ पढाइ तर कस्तो छ पनि थाहा छैन होइन पढाइ हुन्छ बिताएर त यस्तो खत्तम भइसकेको पढाइ हुन्छ अनि यहाँ स्कुलभित्र चाहिँ अब होइन जगिङ गर्नेहरूको लागि उयोहरू बनाइदिएको छ पार्क जस्तै यो चाहिँ पानीको उयो हो अहिले त बन्द छ अब स्कुल खोलेपछि मात्रै हुन्छ यो चाहिँ हाम्रो पार गर्ने सुन्दरीहरू साइकलहरू पार गर्ने हो उहाँले रहेछ हाम्रो यहाँ छ हाम्रो यो उयो जस्तो होइन पहिलेको क्लब 1 2 चाहिँ यता थियो 1 2 3 4 उता थियो उता पनि थियो अहिले चाहिँ यता छ होइन यही हो हाम्रो स्कुल यस्तो छ है पहिले यस्तो थिएन अहिले धेरै चेन्ज हुँदैछ स्कुलमा आयो पढाइ पनि राम्रो होस् भन्ने चाहन्छु म होइन पढाइ कस्तो छ पनि अब त धेरै जस्तो सुनिरहेको हुन्छु यहाँ स्कुलको मान्छेहरूसँग होइन पढाइ राम्रो छैन यहाँ त्यहाँ भन्ने यहाँ 2 3 थियो 5 थियो यस्तै हुँदै जाँदैछ 6 क्लास उयो थियो पहिले त सेक्सनमा 3वटा थियो अहिले कतिवटा त थाहा छैन हाम्रो स्कुलको नाम यही हो है खतरा छ भलिबल खेल्दैछन् 2टा बल रहेछ ओए आज यो भलिबल खेल्नु आइज भलिबल खेल्दैन ल आन न भलिबल हातले हान्छ र
सर्भिस हान्दैछ केटोले होइन ए हात मोबाइल छ नि त ए यहाँ छ हाम्रो अफिस अहिलेको नयाँ अफिस हो त्यो चाहिँ है पहिलेको क्लास 2 यो थियो 3 थियो 4 ल हामी त पहिलेको त फुटबल प्लेयरै हो नि त म पनि खेलेको छु त्यही खासै राम्रो त खेल्न आउँदैन अहिले धेरै छोडियो स्यास्या फ्यास्या हुन्छ भिडियो ला त देखा 1-2 लट मैले हानेको देखा दाइको चर्बी झर्छ आज यस्तो सर्भिसले त भाइ लो निभाइदियो म चाहिँ यहाँ छु एकछिन न 1-2 लट हानौँ तपाईहरु देख्न सक्नुहुन्छ मलाई दाइ खुट्टाको प्रदर्शन गर्दै तर हातमा टिपी आइसक्यो गोल यस्तो छ यसको मतिर आयो यार गोल त लान यता दाइ टुक्क ए ओन्नो सेट ल गाइस आजको लागि यति नै हाम्रो स्कुल यही हो आजको भ्लग यस्तै हो होइन हस् त धन्यवाद लाइक सब्सक्राइब कमेन्ट गर्नु होला कस्तो छ हाम्रो स्कुल है हजुरलाई धेरै धेरै धन्यवाद छ अहिलेसम्म जोड दिनु भएकोमा लाइक सब्सक्राइब कमेन्ट गर्नु भएकोमा हस् त बाई बाई गाइस आजको लागि यति नै भन्दै मैले भ्लगको दइन गर्नु चाहे हस् त धन्यवाद